परेन अनि रोपाइ भएन भनेको थिएँ, तर हिजोबाट यहाँ पानी परेर रोपाइ सुरु गर्नुभएको छ। अनि म पनि कोदो रोप्न जाँदैछु। म मात्रै होइन, नानी पनि कोदो रोप्न जाँदैछिन्। अनि नानी यहाँ छिन्। नानी कोदो रोप्न जानु लाग्यो। यो हातमा के लिएको तिम्रो देखाऊ त। यो फुल हो, यो तिहारको लागि त्यही बारीमै फुल लगाउनु लाग्यो होइन त। तिमीलाई कोदो रोप्न आउँछ त? आउँदैन होला। आउँछ ल, आउँछ कि आउँदैन हेरौँ है त नानीलाई पनि। मम्मी बिउ लिन जानुभएको त ल? कहाँ लिनु बिउ लिन जानुभयो हेर्न जाऊँ है त। त्यहाँ चाहिँ बिउ काट्दै हुनुहुन्छ। कोदोको बिउ हो त्यो चाहिँ, काट्दै हुनुहुन्छ। एकछिनपछि हामीले रोप्छौँ यता। हामीले चाहिँ यो बारीमा कोदो रोप्ने हो। यो हिजो रोपेको, आज हामीले उहाँबाट रोप्नु पर्यो होइन त। साह्रो त साह्रै छ जस्तो है बुवा? साह्रो त छैन, तर माटो चाहिँ बुढी आउने यसपालि पिकनिकमा छुट्यो नि कहिले। यता यता नि देखाऊ, फेरि मलाई देखाऊ। बुढी आमाको प्रेसर एक्कासी हाई मात्रै हुने, लो चाहिँ कम देखाउने। लो पोजिसन चाहिँ तपाईँको कम देखाउने, माथिल्लो पोजिसन चाहिँ हाई देखाउने। त्यो भयो भने गाह्रो हुन्छ नि। पोजिसन 70 छ, माथिल्लो पोजिसन 160। ए अनि त्यो हुँदाखेरि गाह्रो हुन्छ नि त। हो बुवा।